यो चाहिँ डिएक्सनको एकदमै भ्यालुएबल एकदमै महत्त्वपूर्ण उत्पादन एन्ड्रोजी हो। यसमा चाहिँ 90 क्याप्सुल हुन्छ। एभ्री डे एउटा क्याप्सुल तपाईले खानुभयो भने तपाईको रोग प्रतिरोधात्मक शक्ति बढ्छ। साथसाथमा शरीरमा चाहिँ कुनै पनि ब्याक्टेरिया अथवा भाइरसहरू पेटमा जुकादेखि लिएर चाहिँ कुनै मलेरिया कुनै पनि समस्या छ भने त्यसलाई चाहिँ बिस्तारै क्योर गर्छ। र लिभरमा केही समस्या छ, लिभरलाई चाहिँ कलेजोलाई चाहिँ सफा गर्नको लागि र कलेजोले गर्ने कामलाई चाहिँ सजिलो बनाउनको लागि एकदमै हेल्पफुल छ। साथमा चाहिँ तपाईहरुलाई चाहिँ नर्मली ज्वरोहरू आइराख्छ, भाइरल इन्फेक्सनहरू भइराख्छ, चिसो बडीको टेम्परेचर चाहिँ छिट्टै चिसो हुने छिट्टै तातो हुने जस्तै टेम्परेचर चाहिँ अनब्यालेन्स भइरहेको छ भने पनि तपाईले एभ्री डे यो एन्ड्रोजी कन्ज्युम गर्नुभयो भने ती समस्याहरूबाट दूर हुन सक्नुहुन्छ। शरीरलाई चाहिँ थकान, एलर्जी अथवा कुनै पनि भाइरल इन्फेक्सन, सर्दी, रुगा खोकीबाट चाहिँ बचाइराख्नको लागि श्वास प्रश्वास प्रणालीलाई चाहिँ स्ट्रङ राख्नको लागि हाम्रो शरीरलाई चाहिँ इम्युनिटी बुस्ट गर्नको लागि रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि चाहिँ एकदमै युजफुल छ। एकदमै ज्वरो धेरै आइराख्छ, बार आइराख्छ र लिभरमा समस्या छ र मलेरिया अथवा कुनै पनि ब्याक्टेरियाहरू चाहिँ पेटमा ग्रो भइरहेको छ भने हजुरहरूको लागि चाहिँ एकदमै उपयोगी र यसलाई चाहिँ एक क्याप्सुललाई 1 दिराम पर्छ। तपाईलाई चाहिँ 3 महिना पुग्छ। चाहियो भने चाहिँ अर्डर गर्न सक्नुहुन्छ है त।